पर्वतको फलेवास नगरपालिका 6 देवीस्थानमा विभिन्न जातका धानको मूल बिउ अनुसन्धान अघि बढाइएको छ। देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमुना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय 6 जातमा बिउ उत्पादन अघि बढाइएको हो। पोखरेली, जेठो बुढो, रामधान, चैते 5, हर्दीनाथ, सुक्खा धान स्थानीय धानको बिउ उत्पादन गरेर 20 लाख बराबरको बिक्री गर्ने लक्ष्य छ। धान अरू चाहिँ 8 आइटममा यहाँ जुन चाहिँ एउटा उत्पादन के कति हुन्छ भनेर जुन चाहिँ प्रदर्शन गरिरहेको छ। यहाँको गहुँ खेती, आलु खेती, दलहन, तेलहन, यहाँ धेरै किसिमका बिउ बिजनहरू, काँक्राको बिउ, गोलभेडाको बिउ, यो फलेवास नगरपालिकाबाट दुध, त्यसपछि हामीले अहिले बाख्रा पालनबाट पनि मासुमा आत्मनिर्भर, हामीले कुखुरा पालनबाट आत्मनिर्भर, हामीले चाहिँ धेरै यो वर्ष चाहिँ यान्त्रिकरणहरू पनि वितरण गर्यौँ। गत वर्ष हामी 8 लाखको बिउ यहाँबाट पठाएका हौँ भने अहिले हामी झन्डै त्यही रेसियोमा पठायौँ भने 20 लाख बराबरको धानको बिउ हामी फलेवासबाट बाहिर पठाउन सक्छौँ। अघिल्लो वर्ष हामी फलेवास नगरपालिका, जैविन नगरपालिका, त्यसपछि बागलुङ नगरपालिका र पोखरा हामीले चाहिँ धानको बिउ चाहिँ वितरण गरेका थियौँ। सहकारीमा आबद्ध 15 किसानले 80 रोपनी क्षेत्रफलमा स्थानीय हावापानीमा हुने जातका धानको बिउ उत्पादन गरिरहेका हुन्। कृषि प्राविधिक मार्फत धानको बिउ उत्पादन गरेर प्रयोगशाला परीक्षणपछि मात्रै बिउका लागि बिक्री वितरण हुनेछ।